हेलो एभ्रिवान गुड मर्निङ शुभ बिहानी अहिले चाहिँ टक्क हामी चाहिँ हाम्रो कामसाम नभएर यसो खेल तालिम गर्नु जाँदैछौँ अफिसतिर जाँदैछौँ यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ अनि साथी हुनुहुन्छ है यस्तै छ अब केटाहरू गइसके त्यही हो म चाहिँ अहिले यो हाना हुसेन कम्पनीको भित्र चाहिँ छु हाना हुसेन स्टिल बिल्डिङ सोसनअपको चाहिँ हो यो चाहिँ अब यस्तै छ हामी चाहिँ तालिम गर्न जाँदैछु खेल काम नभएर कामसाम चाहिँ लास्टिक घटिरहेको कारणले चाहिँ हामी चाहिँ खेलको लागि चाहिँ जाँदैछौँ यो देख्न सक्नुहुन्छ यो चाहिँ सबै खुङजाङहरू हो कारखाना यो चाहिँ हाम्रो सोबाङ दमकलको लागि आगो लाग्यो भने त्यहाँ चाहिँ यस्तो छ हामी चाहिँ गलत टाइममा आयो होइन त्यही भएर कामै छैन हाना चाहिँ कम्पनी चाहिँ लास्टै ठुलो हो यसो काम नगएको कारणले चाहिँ अहिले ठप्प छ त्यो साथी चाहिँ हामीसँगै आएको तर काम नगएर चाहिँ गाह्रो छ हामीलाई कति हाने यार के हानेको यो चाहिँ देखिरहेको सबै चाहिँ खोङजाङ हो है कारखानाहरू यहाँ चाहिँ सबै जडान भएर चाहिँ जान्छ कतै हामी चाहिँ ट्रेनिङ गर्दैछौँ है कतै अब यता सी बिल्डिङतिर चाहिँ काम छ भने हामीलाई चाहिँ सम्पर्क गर्नु होला है हामी चाहिँ कामको लागि एकदम गाह्रो छ हामीलाई एकदम कन्डिसन एकदम गाह्रो भइरहेको छ काम नभएर एक दुई महिना सुविधा त खतरा राम्रो छ फेरि बब्बल छ फेरि मास्कहरू मास्क नखलिनु मास्क खेले स्किडियो त्यसरी त्यस्तो गाह्रो हुन्छ कि सक्दैन पठाउन हाम्रो ग्रुपमा चाहिँ 10 जना आएको थियौँ एकदम रङ टाइममा आयो होइन है टाइम चाहिँ अब ठिकै आयो कतिजना केटाहरू इस्यु नभएर तडबिरहेको छन् कम्पनी तर यहाँ आउनु छिर्नु पाइयो खुसी लागिरहेछ एउटा कुराले दुःख पनि लागिरहेछ कामै छैन अनि यस्तो छ हालत आयो गयो बिहान 8 बजी आयो यहाँ सुत्यो 3 बजे गयो होइन 3 बजे गयो अनि त्यही हो अहिले त त्यस्तै खानसान मात्र भइरहेछ अरू बाँकी त्यस्तै छ गाइज कोही अब सी बिल्डिङतिर चाहिँ कोही हुनुहुन्छ भने है हामीलाई सम्पर्क गर्नु होला प्लिज है कन्ट्याक्ट गर्नु होला हामी चाहिँ कामको लागि तर्पिरहेको छौँ काम चाहिँ छैन नभएको कारणले यो सेक्टर सोसनअप सेक्टर छोडेर चाहिँ के अरे मेनुफ्याक्चरमा जान पाइँदैन रहेछ जस्ट यहीमा बसेपछि यसमा हुँदो रहेछ यो क्षेत्रबाट चाहिँ अर्कोतिर चाहिँ जान पाउँदैन रहेछ सामसङमा चाहिँ जस पाउँदो रहेछ सामसङमा नि अहिले जस्तै काम घटेर त्यहाँ पनि त्यस्तै छ काम दाम नभएर केटाहरू सब बेरोजगार बेरोजगार ग्याङ